हेटौडाको शान्त परिवेशमा जहाँ विचारहरू कक्षा कोठामै सीमित हुने गर्छन्, दुई युवाले रोजेको नयाँ बाटो र सोचको त्यो नयाँ बाटोले आज यो रूप लिन्छ भनेर कसले चाहिँ सोचेको थियो होला र। परमेश्वर अधिकारी र उनका दाजु प्रहलाद अधिकारी मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थीले नेपालको परम्परागत पेय पदार्थ महीलाई व्यावसायिक अवसरमा रूपान्तरण गरे। 1 वर्ष अघि हेटौडाबाट 17 किलोमिटर पश्चिममा पर्ने न्यारपानी स्थित राजमार्ग किनारामा सानो स्टलबाट यात्रा सुरु भयो। न ठुलो लगानी थियो, न त पूर्व अनुभव थियो, त केवल स्वादमा विश्वास र परम्पराबाट प्रेरणा। मोही घर बारे अबको भनाइ परमेश्वर अधिकारीको। अनि सबभन्दा सुरुमा चाहिँ त अब धेरै कुराहरू चलिरहेको थियो कि हामीले सानो सोच्दैनौँ नि त, खुब ठुला ठुला सोच्छौँ, यस्तो गर्नु पाएँ उस्तो गर्नु पाएँ भनेर। म नि त्यही फेजमा थिएँ, तर कलेजमा चाहिँ युजिसीको एउटा प्रोग्राम आयो होइन, एन्टरप्रेन्योरसिप ट्रेनिङ भनेर चाहिँ आइपुग्यो। अनि त्यसमा युजिसीले ग्रान्ट प्रोभाइड गर्छ भन्ने त्यो नोटिफिकेसन आएको थियो। त्यो नोटिस आएर अनि मैले कलेजमा पुगेर सिक्दै गर्दाखेरि अनि सरहरूले चाहिँ अब इन्डिभिजुअली चाहिँ छौ, तिमी इन्डिभिजुअली ठुलो भन्दा नि स्टार्टअप एकदम सानो चाहिँ तिमीले के सोच्न सक्छौ त्यो सोच भनेर भन्नुभयो होइन। अनि त्यसपछि मेरो दिमागमा बत्ती जल्यो। अनि त्यसमा चाहिँ अब म कुन कुन प्रब्लमबाट म प्रब्लम पनि फेस गरिरहेको थिएँ। त्यो बेलाको एकदम प्रब्लम भनेको चाहिँ के थियो भन्दाखेरि बुवा फार्मिङमा हुनुहुन्थ्यो क्या, डिपेन्डेन्ट हुनुहुन्थ्यो। बुवाको इन्कम सोर्स भनेको दुध बेच्दाखेरि पैसा आयो, इन्कम भयो, पैसा आएन भएन। अनि त्यो टाइममा के चलिरहेको थियो भन्दाखेरि यो किसानहरूले चाहिँ दुधको पैसा पाइरहेको छैनन् भन्ने त्यो थियो क्या, त्यो थियो, पाइरहनु भएको पनि थिएन। अनि अब यसलाई अब लोकल लेभलबाट मैले सोच्दाखेरि के बेच्न सक्छु होला त, बुवा जस्तै किसानहरूको समस्या मैले कसरी सल्भ गर्न सक्छु होला त भनेर सोच्दै गर्दाखेरि अनि त्यसपछि प्रोडक्ट दिमागमा चल्यो। त्यो प्रोडक्ट थियो मोही होइन। अनि त्यसपछि मैले मोहीको रिसर्च पनि गरेँ। विगत एकदम हजारौँ वर्षदेखि चाहिँ ट्रेडिसनल ठेकीको मोही चाहिँ नेपालीहरूले खाँदै आइरहेको छ। यसमा कुनै पनि नो साइड इफेक्ट होइन, कुनै समस्या छैन। मोही चाहिँ एज अ ड्रिङ्क पिउनलाई भन्ने कुरा आइसकेपछि लेट्स डु होइन। अब के गर्ने त, एउटा क्याची खालको नाम चाहिँ मैले के राख्न सक्छु त। अब मोही बनाउनलाई त आपत्ति छैन नि त, दुध ल्यायो, ततायो, दही जमाइदियो, दहीलाई अब ठेकीमा घारघुर पार्यो, मोही भयो होइन। अनि अब क्याची नाम चाहिँ के गर्ने होला भन्दाखेरि अनि त्यसपछि दिमागमा मोही घर भन्ने एउटा नाम आयो। अनि त्यसपछि सुरु गरेको अहिले यहाँसम्म जे होस् चलिरहेछ। अब आउने पिँढीलाई चाहिँ यो मेरो सब छ नि एज एन एक्जाम्पल होइन। संसारमा धेरै कुराहरू छन् कि इभन मैले भर्खरै हेरेको हो होइन, कति मिलियन चाहिँ मिलिनियर्सहरू अमेरिकामा छन् रे क्या, कति विगत यो समथिङ वर्षदेखि चाहिँ। अनि त्यहाँनिर चाहिँ मिलियन्स अफ आइडियाजहरू, मिलियन्स अफ बिजनेसेसहरू चाहिँ रन हुँदाखेरि 90% बिजनेसेसहरू फेल भएको केसमा तर पनि त्यसरी ग्रो गरिरहेको छन्। अनि मैले चाहिँ अब हामीसँग अहिले प्रविधि छ, जहिले जे भन्यो हामीसँग सिङ्गो गोलो हातमा छ होइन। पृथ्वीकै नलेज चाहिँ हामी हातमा बोकेर बसिरहेको छौँ। अनि यसमा नेपालमा अपर्च्युनिटी भएन, यो छैन, त्यो छैन, गभर्मेन्ट छैन, पोलिसी छैन होइन, यो भन्ने कुरामा चाहिँ हामी अल्झेर बसिरहेको छौँ। र मैले मोही घर सुरु गर्नुमा चाहिँ हाम्रो ट्रेडिसनल ड्रिङ्क्स बेचेरै पनि एक लेभलको स्टेबल इकोनोमीमा चाहिँ बस्न सकिन्छ भन्ने उदाहरण होइन मोही घरले दिइरहेको छ। भनेदेखि इनोभेसन हुन बाँकी, आउन बाँकी, सल्भ गर्न बाँकी कुराहरू नेपालमा एकदम भरपुर छ के। सुरुमा थोरै ग्राहक भए पनि आज मोही घरमा दैनिकी 1000 गिलास बिक्री हुने गर्छ र रु 15,000सम्मको आम्दानी हुन्छ। मोही घर केवल स्टल होइन, यो स्वाद, शुद्धता र संस्कृतिको सङ्गम हो। यहाँ उत्पादन हुने मोही ताजा, स्थानीय र प्राकृतिक हुन्छ। यात्रुहरूले यो स्टललाई अब घर जस्तै अनुभव गर्न थालेका छन्।
परमेश्वर र प्रहलादले देखाए सानो सोचलाई व्यावसायिक मोडलमा बदल्न सकिन्छ। उनीहरूको कथा रुटिन अफ नेपाल बन्द लगायतका डिजिटल मिडिया प्लेटफर्महरूमा प्रकाशित भइसकेको छ। यसैबारे अबको भनाइ प्रहलाद अधिकारीको। मलाई चाहिँ अब कस्तो भयो भन्दाखेरि अब यो स्टार्ट गर्नुभन्दा अगाडिसम्म पनि म एकदम अनएम्प्लोइड थिएँ क्या, मतलब बेरोजगारी थिएँ। के गर्ने अब रोजगार पनि थिएन, केही पनि थिएन होइन। अनि अब आफै केही गरौँ न भनेर अनि अब के गर्ने भन्ने एउटा त्यो भइरहेको थियो मनमा, मस्तिष्कमा। अनि त्यसपछि अब एकदम जेठको महिना एकदम मध्य गर्मी थियो होइन। के चाहिँ गर्ने अब गर्मीमा खानेकुरा भन्दा नि अलिकति पिउने कुरालाई चाहिँ अलि मध्यनजर गरेर अनि त्यसपछि मोही घर चाहिँ एकचोटि मोही चाहिँ बेची हेरौँ न त भनेर ट्राई गरेका थियौँ। अनि त्यसपछि जे होस् सिजनमा चाहिँ सक्सेस चाहिँ भयो भनौँ न। त्यतिखेर स्टार्ट गर्दै गर्दाखेरि यहाँसम्म आइपुग्छु होइन, अहिले रूप दिन्छ भन्ने सोच चाहिँ थिएन। अब अहिले त्यो त्यस्तो ठुलो रूप पनि लिइसकेको छैन होइन, तर अलिक ठुलै बनाउने हाम्रो टार्गेट छ। अब यहाँसम्म आइपुग्छ भन्ने अब त्यस्तो पनि थिएन, होप चाहिँ थिएन। किनभने अब मोही मान्छेले व्यवस्था गरेको मोही अझै पनि मान्छे मोही खाने मान्छेहरू आउँछ नि। हामीले त बेलामा एउटा पुरै फाल्थ्यौँ, अब गाईलाई भैँसीलाई नै खुवाउँथ्यौँ। अहिले यहाँ यसरी किनेर खानु पर्दो रहेछ, अचम्म भएको छ भनेर भन्थे होइन। अनि त्यसले गर्दाखेरि हामीले जे होस् यो मोहीको हाइप चाहिँ यस्तो होला कि भनेर चाहिँ अलिक एक्सपेक्टेसन चाहिँ गरेको थिएनौँ होइन। नेक्स्ट ट्राई गरिहेरौँ न त के हुँदो रहेछ, भयो भने ठिकै छ, यसैलाई कन्टिन्यू गरौँला। यदि भएन छ भने नेक्स्ट अर्को केही सोचौँला भन्ने थियो हाम्रो प्लान चाहिँ। अनि अब अहिलेसम्मलाई अब जे होस् अब चाहिँ यो पनि राम्रै हुने रहेछ, यसले पनि अलिकति राम्रै भनौँ न एउटा ग्रो गर्ने रहेछ भन्ने चाहिँ भइरहेछ। मोही घर अब स्टुडेन्ट स्टार्टअपको उत्कृष्ट उदाहरण बनिसकेको छ। उनीहरूको उद्देश्य अब यसलाई फ्रेन्चाइज मोडलमा विस्तार गर्ने हो ताकि अरू युवाहरू पनि उद्यममा लाग्न सकुन्। उनीहरूको यो प्रगतिबारे उनको बुवाको भनाइ यस प्रकार रहेको छ। मलाई यो मोहीको काम गरेको धेरै खुसी छु। हजुर, किन भन्दाखेरि दुई भाइ छोरा विदेश गएर बेपत्ता हालततिकै भए। त्यसै भाइ यहाँ बाँकी नेपालमै खाने सम्भावना छ, यसले गर्दाखेरि धेरै खुसी छु। मोही घर हामी सबैलाई सिकाउँछ, सुरुवात सानो भए पनि सोच ठुलो हुनुपर्छ।